हेलो साथीहरू, यहाँ चाहिँ हामी नेचुरल स्विमिङ पुल भेटाएका छौँ होइन। हामी चाहिँ ड्युटी सकेर ब्रेकको टाइममा यसो डुल्दै गएका थियौँ होइन, पहाडतिर। हाम्रो अलिकति दूरीमा चाहिँ यहाँ पहाड छ होइन। पहाडमा चाहिँ एकदमै मनसुनको बेला चाहिँ एकदमै राम्रो हुने रहेछ कि यहाँ चाहिँ पुरा हराभरा हुँदो रहेछ होइन। ग्राउन्ड पनि पुरा दामी देखिने कि पुरै हरियो घाँसले भरिएर होइन। यहाँ चाहिँ म अनि मेरो दुईवटा भाइहरू थिए होइन। उनीहरू हामी तिनजना भगेर चाहिँ हामी यहाँ घुम्न आएका थियौँ। बारिसको टाइम थियो यो बेला चाहिँ होइन, मनसुनको बेला चाहिँ एकदमै राम्रो लाग्ने कि मलाई चाहिँ होइन। खै किन यस्तो मनसुन चाहिँ धेरै मनपर्छ मलाई, खास गरेर पहाडहरू है, हरियाली ठाउँहरू। यहाँ चाहिँ त्यस्तो नेपालमा जस्तो हरियाली पहाडहरू त छैन होइन। अब नेपालको हरियाली पहाडहरू घुम्ने नसिब त भएन। अब त्यही हो, कुनै न कुनै दिन घुम्नेछु अवश्य होइन नेपालको हरियाली पहाडहरू पनि होइन। अहिले त केही मजदुरीहरू छन् होइन, केही जिम्मेवारीहरू छन्, त्यसैले गर्दाखेरि परदेशमा आउनु परेको छ होइन। यही छोटा छोटा पहाडहरू देख्दा पनि धेरै खुसी लाग्छ कि गाउँघरको झलक आउँछ, किनकि हामी त पहाडीहरू त होइन, पहाडी मान्छे आफू त होइन। त्यही भएर पनि होला मलाई यस्तो पहाडहरू देख्यो भने अनि खास गरेर यो हरियाली देख्यो भने चाहिँ झन्डै मन खुसी भइदिन्छ कि होइन। मलाई मात्र त होइन होला, अब मलाई लाग्छ जहाँसम्म होइन, जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ यसरी पहाडहरू हेर्ने साह्रै रहर हुन्छ। खास गरेर हरियाली होइन, यो बर्सातको बेलामा धेरै राम्रो देखिन्छ कि होइन। रुखमा चढ्न भाइ यार के को बुटो हो बड होइन, 7 सालको जस्तो लाग्यो, बढी जस्तो लाग्यो। ऊ पारिँदा हाम्रो भ्यागु ढुङ्गामा जाँदा भएको त नेचर हो क्या नेचरमा 4-5वटा बियरको बक्स लिएर आउनुपर्ने यहाँ दिन त छुट्टीको दिन रिल्याक्स भएर बस्नुपर्ने। खाँदै पढिसक्यो, ब्याट बल स्टिम सबै लिएर आउनुपर्ने। यहाँ ग्राउन्ड पनि ठिकै रहेछ होइन। फाइनल्ली गाइस हामी चाहिँ ए भएको त रफ नबोले भाइ, फेरि रफ नबोले हामी कहाँदेखि आयो यार। यही हो साथीहरू होइन, नेचुरल स्विमिङ पुल भनेको चाहिँ। यहाँ चाहिँ खास गरेर पहिला ढुङ्गा निकालेको थियो या सायद के गरेको थियो होइन, खनेर खाडल बनाएको रहेछ। यहाँ चाहिँ बर्सातमा जो पानी हुन्छ नि त, बर्सातको पानीहरू जम्मा भएको रहेछ। अनि ऊ पारियो चाहिँ बच्चाहरू खेलिरहेका थिए। अनि यसो हामीलाई पनि गर्मी भइरहेको थियो, त्यही भएर हामी पनि खेल्ने तयारीमा थियो। तर खेल्नुभन्दा पहिला हामीलाई यो जान्नु थियो कि यो कति गहिरो छ होइन, अनि यहाँभित्र के छन् भन्ने जान्नु थियो। किनकि भित्र के थाहा होइन, सिसाहरू हुनसक्छन् होइन, सिसाहरू पनि हुनसक्छन्, ढुङ्गाहरू पनि हुनसक्छन् धेरै होइन। त्यही भएर चाहिँ हामी पहिला राम्रोसँग जाँच पत्ताल गर्ने कोसिस गरिरहेका थियौँ। यसको गहिराइ नाप्ने क्रम जारी थियो होइन। गहिराइ त त्यति थिएन, म गएको थिएँ, तर म स्विमिङ गरेको भिडियो चाहिँ मैले यसमा हालेको छैन। गहिराइ चाहिँ ठिकै थियो होइन। अलमोस्ट 4 फिट जति चाहिँ गहिराइ छ यसको बिचमा होइन। पानी लिएर हाल्छ, यो
बारिसको पानी जम्मा पानी हो कि ए भएको त खोल कपडा माछा कहाँ हुन्छन् त माछा छैनन् होइन तर खेल्नलाई मस्त क्या यहाँ त यहाँ गएर सकिँदो रहेछ नगर क्या यहाँ चाहिँ हामी आउनुभन्दा पहिला उता छेउमा बच्चाहरू खेलिरहेको थिएँ होइन त्यही भएर हामी बच्चालाई बोलाएर चाहिँ यता खेल्न पठायो होइन पहिला त मानिराखेको थिएन उसले सायद ऊ पनि डराएको थियो होला ऊ पहिले खेलेको रहेनछ यहाँ होइन गहिरो छ भन्ने थाहा थियो होला उसलाई त्यही भएर ऊ चाहिँ खेलेको थिएन पछि हामीले जबरजस्ती बोलायो होइन बोलाइसकेपछि आएको थियो होइन ऊ खेलिसकेपछि चाहिँ हामीलाई कन्फर्म पनि भयो होइन कति गहिरो छ भनेर है उसले मानिरहेको थिएन कि त्यहाँ खेल्नको लागि होइन हामीले जबरजस्ती खेल्न लगाइरहेका थियौँ आजको लागि चाहिँ यति नै साथीहरू होइन टाइम मिल्यो भने चाहिँ यो सिजनमा चाहिँ हामी पुरै घुम्नेछौँ अनि फुल भिडियो ल्याउनेछौँ होइन त्यहाँ गएर अहिले पनि हामी यही नै ठाउँ अनि यही ठाउँमै काम गरिरहेका छौँ यदि टाइम मिल्यो भने चाहिँ जानेछौँ र फुल भिडियो देखाउनेछौँ तपाईँहरूलाई हामी स्विमिङ गरेको सबै होइन त्यो भिडियो मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर गर्न अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला होइन किनकि मलाई तपाईँहरूको आवश्यक छ होइन जरुरत छ तपाईँहरूको सपोर्ट नै मेरो लागि शक्ति हुनेछ होइन तपाईँहरूले सपोर्ट देखाउनु भयो भने मलाई पनि अलिकति आशा जाग्छ मलाई पनि होइन